अनि तपाईले चाहिँ यो किन मास्क हाल्नु भएको यस्तो खाले यो कहाँ पाइन्छ यस्तोले पाक्छ नि त धानले यो कहाँ पाइन्छ किन्नु सर बताइदिनुहोस् आयो भएछ आजको आज एउटा नयाँ ब्लग लिएर आएको छु अनि आज विशेष गरी मङ्सिर नलागिकनै हाम्रो धान काट्ने कार्य भइरहेको छ। हाम्रो आज यो विशेष ब्लग हुनेछ, अन्तिमसम्म हेर्नु होला है। मेरो हँसिया यो फर्स्ट मैले धेरै वर्ष भएपछि हँसिया पक्रिरहेको छु गाइसहरू, मेरो भिडियो हेरिदिनु होला ल। यो धान काट्ने मान्छे को हो चिन्नुहुन्छ तपाईहरु? चिन्नुहुन्न हो? चिन्नुहुन्छ भने एक लाइक दिनु है। 1 लाख हानिहाल्छु सर, हानिहाल्छु। चिन्नु भयो भने 1 लाख दिनु। तपाईले सोच्नुहोस् त सर, आज कस्तो धान काट्ने एउटा उ भइरहेछ हैन माहौल। ल भन्नुस् दिल्ली सर एकदम खतरा भइरहेछ धान काट्ने खतरा भइरहेछ। हजुर। अनि तपाईले चाहिँ यो किन मास्क हाल्नु भएको यस्तो खाले यो कहाँ पाइन्छ यस्तोले पाक्छ नि त धानले यो कहाँ पाइन्छ किन्नु सर बताइदिनुहोस् मेडेन कोरिया हो यता हाम्रो यतातिर शिशिर सर पनि धान काट्दै हुनुहुन्छ। यो पहिलोचोटि हो कि क्या हो सर तपाईको धान काटेको? हैन, थुप्रैचोटि काटिसक्नु भयो। ए ल किसानको छोरालाई के भन्दैछ हो? सहरिया सम्झेछ कि क्या हो? त्यो हेर्दा त सानो देखेर नि सानोलाई हाम्रो युन्छे गुरु पनि धान काट्दैछ यहाँ हेर्नु सक्नुहुन्छ है गाइस। युन्छे गुरु धान काट्दाखेरि त कस्तो भइरहेछ। अब पाप लाग्ने भयो गुरुले धान काटेको छ कि भाउजू, यहाँ गुरुले धान काटेछ पाप लाग्यो अब कता सुनाउनुहुन्छ हो? पाप लाग्यो रे, पाप लाग्यो। यता हाम्रो सुग्याप्ती कस्तो लाग्दैछ धान काटेको सुग्याप्ती? ठिकै लाग्दैछ। फर्स्टचोटि हो? होइन ल, हामी किसानको छोराछोरी हौँ, त्यही भएर फर्स्टचोटि सायद कोही पनि छैन यहाँ। यता चाहिँ हाम्रो रिमा सबभन्दा खतरा छिटो धान काट्ने हो। हेर्नु सबैलाई छोडेर गएको एक्लै। कस्तो हुँदैछ धान काट्न आज हाम्रो? सुँग्ने माला कस्तो लाग्दैछ? दामी हुँदैछ। यता हाम्रो सरहरू खतरा हुँदैछ। सर पवन सर, धान काट्ने एक्सपिरियन्स थोरै बताइदिनु। स्मरणीय छ यो चाहिँ, याद हुन्छ हामीलाई। पछिसम्मको लागि पनि हुन्छ, यो चाहिँ यादगार हुन्छ। हो, शशिकलालाई कस्तो लाग्दैछ? धेरै राम्रो लाग्दैछ। प्रतिभालाई कस्तो लाग्दैछ? रमाइलो हुँदैछ। ल यता देख्नु सक्नुहुन्छ हाम्रो यता मेमेन शाहहरूलाई कस्तो लाग्दैछ? राम्रो लाग्दैछ। पहिलोचोटि है यो धान काटेको? हिंसा हो। प्रीतिलाई कस्तो लाग्दैछ? हो, हँसियामा धार लगाउने बेला भएछ ल। प्रज्वल सरलाई कस्तो लाग्दैछ? राम्रो लाग्दैछ। करिनालाई धान काट्नु कस्तो लाग्दैछ? करिना रमाइलो लाग्दैछ। हो ल ल। यता हाम्रो सरहरू दुईजना पल्लो छेउमा काट्दै हुनुहुन्छ। हाम्रो प्रकाश सरको ब्लगमा सबैजनालाई म अटाउन खोज्दैछु है। दर्शन सर र हाम्रो सुजन भान्जा। हेलो हजुर। ए म धान काट्दैछु त्यही भएर। हजुर। ए मम्मीको एकछिन पठाउनु ल, काउको नम्बर छ तपाईँ? हुन्छ हुन्छ, म एकछिन हेर्छु ल, नम्बर छ भने हजुरलाई पठाइदिन्छु है। म हेर्छु यहाँ यो फोनमा, मेरो अर्को फोनमा चाहिँ थियो, यसमा छ कि छैन कि, नम्बर चेन्ज गर्नुभएको थियो।
हस् हजुर को बोल अब हाम्रो युवाहरू पुरा तम्सिएर धान काटिसक्न लाग्नु भएको छ। अब यति हेर्नु यति सिद्धिसकेको छ। अब केही समयमै सिद्धिने लागेको छ। रोशन सर कस्तो लागिरहेछ आजको धान कटाइ? एकदम राम्रो लागिरहेछ। राम्रो लागिरहेछ है। धेरै समयपछि धान यो मङ्सिर नलागिकन के अरे धान काट्ने एउटा मौका मिल्यो है। एउटा सुहाउन वातावरण पनि हो। यता फेरि विष्णुजी त्यस्तै हुनुहुन्छ। अब उहाँ आफ्नै तालमा उहाँले साँच्चीकै भन्नुभएको थियो म 1 घन्टामा सर 5 कट्टा सिधाइदिन्छु भन्नुभएको थियो। लगभग उहाँ आधी घन्टामा सिधाउनु लाग्नुभयो। त्यस्तो स्पिडले काट्नु हुँदैछ होइन। अब यो आइरन म्यानको कमाल यता फेरि त्यस्तै हाम्रो योनस्याङ सरको हेर्नुहोस् कटाइ खतरा छ। उहाँले त आफै 1 बिघा सिधाइदिन्छु जतिकै स्पिडले गर्नुहुन्छ होइन। यता हाम्रो गाई चरो हेर्नुहोस् यति खतरा धान काट्ने कहाँ पाइन्छ भन्दाखेरि यहाँ पाइन्छ है। यहाँ यता त्यत्तिकै फेरि अब यहाँ हाम्रो हेर्नुहोस् धान काट्ने भनेको यस्तो हो। यहाँ हाम्रो फेरि त्यत्तिकै मिसहरूको कटाइ खतरा छ। अब हाम्रो लगभग सिद्धिन लागिरहेको छ। सबै एनर्जेटिक भएर चाहिँ हेर्नुहोस् यहाँ शशिकला हाम्रो यता सर पुरा दिइरहनु भएको छ। पुरा नाची नै उहाँले धान काटिसक्नु भइरहेछ। अब कस्तो लागिरहेछ मिस? धेरै राम्रो लागिरहेछ। के चाहिँ राम्रो लाग्यो तपाईँले धान काट्दाखेरि? हो र लु थ्याङ्क यू। त्यसो भए कोही चाहिँ यता रेस्ट गर्नु हुँदैछ हाम्रो गाइसहरू। अलिक घाम निकै चर्को भएछ है क्या हो आजको धान कटाइमा। यता हाम्रो हेर्नुहोस् उहाँ चाहिँ निकै खतरा काट्ने मान्छे हो। यता फेरि त्यस्तै हुन्छ हाम्रो प्रतिभा, यता मेमेन्सा हाम्रो सब प्रज्वल। यता हेर्नुहोस् आजको कस्तो भइरहेछ आजको दिन कसरी यो धान कटाइमा चाहिँ कस्तो बितिरहेछ तपाईँहरूको? आयो भएछ आजको धान कटाइ चाहिँ आइया भइरहेको रहेछ। हाम्रो प्रज्वल सरको भनौँ सुनौँ के चाहिँ राम्रो भइरहेछ? कटाइ हो लु त्यसो भए अनि आजको पहिलो हो कि पहिल्यै नि काट्दै आउनु हो र? यता हाम्रो सरहरू मुनि देखिरहनु भएको छ। अलिकति उहाँहरू चाहिँ भित्र हराइसक्नु भएको छ धानको भित्र होइन। अब एकछिन हामी फेरि त्यहाँ जानेछौँ अनि फेरि यो धान काट्नेछौँ। भिडियो बनाउँदै हिँडिरहेको छु र मैले नि काटेको छु गाइस। मेरो पसिना हेर्नुहोस्। चाहिँ हाम्रो अब खाजा त्यस्तै बन्न गइरहेको छ। हाम्रो यता मिसहरू यता हाम्रो मम्मीले टमाटर कटिङ हुँदैछ। चाउचाउ विथ चिली मुला धान कटिङ सिजन लागिरहेको छ। सबै चाहिँ जुरमुराइरहनु भएको छ। अलिअलि पसिनाले घामले पनि सताइरहेको छ। अब हाम्रो एकछिनपछि खाजा हानेछौँ। हाम्रो यो फाइनली धान काटेर सिरा खेल्दै अन्तक्षरी खेल्दै हामी चाहिँ अब खाजा हानतिर लागिरहेको छौँ। प्रस्थान भएको समयमा चाहिँ हामी लागिरहेको छौँ। गाइसहरू यता हेर्नुहोस् विष्णु सरको पसिना बगेको सबैको पसिना बगिरहेको छ। यहाँ आफ्नै तालमा हुन्छ। अब हामी यता खाजा रेडी भइसकेको छ। सबैजना चाहिँ आम डेलिसियस खाजा बनिसक्यो भनेर पुरा लड्को लाग्नु भएको छ। ठिक छ अब कसरी भन्नुहोस् न यता है खाजा हाम्रो यसो बनिसकेको छ। यहाँ हेर्नुहोस् त खाजाको पर्खाइमा बसिरहनु भएको छ। म्यामिन्साले चाहिँ खाजा हान्नु थाल्नुभयो। हामीले चाहिँ नजिक एक्लै किन हान्नुभएको? प्रियतीले चाहिँ पिरती खाए जस्तै यहाँ खानु हुँदैछ है सबैजनाले। अब हामी एकछिनमा खाजा हान्छौँ। त्यसपछि फेरि हामी लाग्नेछ आफ्नो डेस्टिनेसनतिर। हो कि होइन सर? हो सर।